हेलो गाइज, आज पनि म फेरि छोप बनाउन गइरहेको छु। टिम्बुर लसुन अनि खोर्सानीको, किनकि अस्ति बनाएको घरमा सक्यो अनि देवर बाबुलाई बाहिर लानुपर्ने भयो अरे। मिठो लाग्यो, बनाइदिनुहोस् भाउजू भन्नुभयो। त्यही कारणले आज चाहिँ मैले अलि धेरै नै 1 पाउ खोर्सानी अनि लसुन पनि 1 पाउ होला सायद। अनि अलिकति टिम्बुर चाहिँ ज्यादा छ है आज चाहिँ। टिम्बुर चाहिँ ज्यादा छ आज। अनि यो बनाउँदाखेरि मलाई यस्तो भिडियो गरिदिउँ कि भन्ने लाग्यो क्या होइन। यस्तो मिठो हुने क्या, यस्तो मिठो हुने होइन। अनि धेरै नै मिठो हुने हजुरहरूलाई नि यसरी मैले आज चाहिँ अलिक धेरै नै बनाएको छ भन्नुभएको थिएँ नि। धेरै नै मिठो हुन्छ है। हेर्नु कलर चाहिँ अलिक पछि आउँछ क्या यसको कलर होइन, त्यो खोर्सानीको कलर पछि आउँछ क्या। पछिको नि मैले लास्टमा चाहिँ पिक्चर राखिदिएको छु क्या, हजुरहरू लास्टसम्म हेरिदिनु होइन। अनि अब मेरो यस्तो पनि हो नि त, फोन रियल चाहिँ यो हो होइन। यो देख्नुभयो नि, यो छ क्या रियल चाहिँ। यस्तो मिठो जुसी दामी। मलाई यो अचार देखेर नै थुक आइसक्यो क्या। चाउचाउमा नि हालेर खाइदिन्छु, म त जेमा नि खाइदिन्छु क्या। अनि मेरो चाहिँ अलिकति त्यो मोबाइल राम्रो नभएर चाहिँ अलि राम्रो रेकर्ड हुँदैन क्या। लास्ट चाहिँ यस्तो भइरहेछ।